3 दिनको टुर सकेर चाहिँ आएँ घरमा होइन हिजो बेलुका र अहिले चाहिँ जानुपर्ने चाहिँ 9:30 है। आज चाहिँ यतै रम्फू जानु छ, रम्फूदेखि फेरि गान्तोकदेखि फेरि ब्याक टु रुमतेक है। र आज चाहिँ 3 दिनको टुर गर्दा धेरै गाडी मैला थियो होइन, बेलुका भइसकेको थियो र अब कार वासतिर लाने पनि टाइम छैन क्या। सो अहिले चाहिँ बिहानै उठेर म गाडी धुइरहेको छु र यस्तो हुँदो रहेछ है, जब पनि मान्छेले होइन जब आफूले गर्नु चाहेको काम होइन जुन चाहिँ कुरा चाहिँ आफ्नो प्यासन छ नि क्या, त्यसलाई चाहिँ फलो गर्नु पायो होइन, त्यसलाई गर्नु पायो र त्यसदेखि अझै इन्कम पनि भयो भने चाहिँ मान्छेलाई कहिले पनि अल्छी लाग्दैन छ क्या। सो यो मेरै लाइफको होइन, म आफूलाई आफ्नो लाइफमा एप्लाई गरेर हेर्छु है। धेरै कामहरू गरेँ होइन, म पहिला जब गर्दाखेरि होइन मजाले बसेर एसी रुमतिर होइन, तर पनि क्या आई वाज सम काइन्ड अफ फ्रस्ट्रेट क्या। अब बिहान उठ्नु गाह्रो भइरहेको होइन, अल्छी लागिरहेको, कहीँ न कहीँ जिजो मानिरहेको होइन, इरिटेसन भइरहेको क्या। तर अहिले मलाई कहिले त्यो फिलै हुँदैन क्या है। कतिले भन्छ तिमी थाक्दैनौ भन्छ घरको फ्यामिलीहरूले पनि होइन, त्यस्तो हुँदैन। तर पनि मलाई केले ड्राइभ गर्छ भने क्या प्यासन क्या, अन्त हुन्छ नि जे कुरा, किन मैले गर्नु चाहेको कुराहरू क्या पाइरहेको छु नि। अन्त जहिले एक्साइटमेन्ट हुन्छ क्या, किनभने टुडे आइएम गन मिट होइन, आइएम गन मिट न्यू पिपल होइन, नयाँ मान्छेहरू र नयाँ जग्गा एक्सप्लोर गरिरहेको छु भनेर क्या त्यो सोच राखेर क्या। सो आई अलवेज इन्जोय क्या दिस यो कुराहरू क्या। र त्यसले गर्दा चाहिँ एउटा होइन ऊर्जा है भित्रदेखि आउँछ क्या गाइस क्या। सो अलवेज है आफूले जे लाइफमा जे गर्नु मन छ त्यो गर्नुहोस् है, तपाईँको लाइफ, योर लाइफ विल बी ब्लिसफुल गाइस है। बाई बाई।